नमस्ते 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 सबैजनालाई स्वागत छ मेरो भिडियोमा। अब यो नयाँ केटो को आयो भन्नुहुन्छ होला भन्दाखेरि म चाहिँ परिचय दिँदै काम पनि गर्छु ल। काममा छु कि काम गर्दैछु। मेरो नाम चाहिँ सुमित हो। मलाई चाहिँ सुमित श्रेष्ठ भनेर चिन्छन् है। अनि म चाहिँ अहिले हालसालै अमेरिकाको मिजोरी स्टेटमा छु। अहिले चाहिँ म 7-Eleven ग्यास स्टेसनमा काम गर्दैछु। यहाँ काम गरेको करिब 2 वर्ष हुन लाग्यो। अनि अरू अब के भन्नु त, के सोध्नु? ठिकै छ। अब के भन्नु, अब आफूलाई खान पुगेकै छ, बस्न पुगेकै छ, लाउन पुगेकै छ, गाडी चढ्न पुगेकै छ, बाउ आमालाई पठाउन पुगेकै छ। ठिकै छ। अब आफ्नो देशको याद त आउँछ नि, फर्की त जान मन लाग्छ नि। के गर्नु, अब देशमा राम्रो रोजगार भए त अब हामी यहाँ आउनै पर्दैन थियो नि। कामको भ्यालु भए त अब सोचे अनुसार दिए त अब यहाँको पैसै ठुलो नि। अब के गर्नु, अब भाडा माग्दाखेरि पनि घिनाउनु भएन, टोइलेट सफा गर्न पनि घिनाउनु भएन, ओर्नु भएन। जो घिनाउँछ त्यसले पैसा कमाउँदैन नि। अब उहिले बेलैमा आमाले पढ त भन्थे, अब पढिएन। त्यतिखेरै पढेको भए अब राम्रो ठुलो कम्पनीहरूमा अब काम गरिन्थ्यो होला नि। अब अहिले यस्तै छ, बोल्न पनि भ्याइँदैन। के गर्नु, अब घन्टाको हिसाबले 100कोमा काम गर्नुपर्छ। यति काम सिद्ध्या भनेको हुन्छ त्यति काम सिद्ध्याउनु पर्छ। काम नगरिकन त हुँदैन। मजा हुन्छ, मजा लाग्छ मलाई त काम गरिराख्न। काम गरिराख्यो भने समय गएको खासै छिटो थाहा हुँदैन नि त। पहिलाकाहीँ त कस्तो हुँदो रहेछ भन्दाखेरि अब खाना खाने पनि बिर्सिँदो रहेछ कि। काम 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 भनौँ, भात खान पनि बिर्सिराखेको हुँदो रहेछ। दुध ग्यास स्टेसनमा अथवा जुनै पनि सुपर मार्केटमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि पुरानो आइटमलाई चाहिँ अगाडि राखेर नयाँ आइटमलाई चाहिँ जहिले पनि पछाडि राख्नुपर्ने हुन्छ। जे पनि छिटो एक्सपायर हुने चिजहरू चाहिँ अगाडि राखेर नयाँ प्रोडक्ट चाहिँ जहिले पनि पछाडि राखिन्छ। फर्स्ट इन फर्स्ट आउट भन्ने थ्योरी लाग्छ चाहिँ पनि। एक्सपायर डेटहरू चाहिँ मजाले हेर्ने गर्छु। कुनैमा एक्सपायर डेट भयो भने स्वास्थ्यको लागि खेल गर्नु भएन नि त। त्यही भएर एक्सपायर डेटहरू सके छैन भनेर पनि यादहरू गर्नुपर्छ सबै कुराहरू।
यो यस्तो क्लियर बनाउनु पर्छ नि अब, अनि मात्रै हुन्छ। खुट्टा राख्नै अप्ठ्यारो भइरहेछ अहिले। म अमेरिका चाहिँ डिबी परेर आएको हो। अब ठिकै छ, रमाइलो छ। यहाँ आउने बित्तिकै ग्यास स्टेसनमा काम गरियो, रमाइलो छ। कस्टमरहरूसँग इन्टरेक्ट गर्नु पर्यो, बोल्नु पर्यो, सामान बेचाउनु पर्यो, बिकाउनु पर्यो, मजाले बोल्नु पर्यो, रिसाउनु भएन। उनीहरूले कति कुरा भन्छ, मजाले बोलिदिनु पर्यो, हाँसेर बोल्नु पर्यो। जे जस्तो भए पनि व्यापार ग्रोथ गराउनु पर्यो, त्यही त हो नि। यो चाहिँ यता चाहिँ उता बाहिरबाट मान्छेले दिन्छ, भित्रबाट चाहिँ यो फुल गरिदिनु पर्ने हुन्छ कि। यो दिनमा 3-4 चोटि छिर्नु पर्छ। कति सकिन्छ कति सकिन्छ। त्यही यो त अब 24 घन्टा खुल्ने भयो नि त यो स्टोर। 7 दिन खुल्छ, 24 घन्टा खुल्छ, बन्द गर्नै मिल्दैन यो। जाडो हुँदैन नेपालतिर त। गर्मी छ भन्ने चाहिँ यसरी कुलरमा काम गर्नुपर्छ, शीतल हुन्छ। मलाई त निमोनिया छ नि त, अनि प्राय कुलरमै काम गर्दाखेरि चाहिँ ज्याकेट लगाएरै काम गर्छु म पिण्ड रोगी मान्छे, लागिहाल्छ कि भनेर प्रिभेन्सन इज बेटर देन क्योर भन्छ नि। हिसाबले काम यो कामहरू त हेर्दै गयो भने 2 घन्टा लाग्छ सिद्ध्याउनको लागि। त्यही माथि आज यस्तो हालत रहेछ। एक दिन ग्याप हुने बित्तिकै थोरै सामान थुप्रिँदैन।
खोर पाउडर हेर्दै हुनुहुन्छ टोके जोडी हान्छ तपाईँहरूसँग त गफ गर्नै पो बिर्सेछु त नयाँ नयाँ हो नि त अब के भन्नु अब धेर बोल्यो भने पनि धेर बोलिएको जस्तो हुन्छ कम बोल्यो भने पनि कम बोले जस्तो हुन्छ काम चाहिँ यसरी नै हो गर्नुपर्ने यो चाहिँ कफी स्टारबक्सको नेपालमा पनि अब सुरक्षा अलिकति बेसी भयो भने त यसरी भेन्डिङ मेसिन राखिदिनु पर्ने हो पैसा तिरो अनि पेप्सी पनि हाल्यो अब डक्टर पेपर हाल्नु यसको काम भनेको blue raspberry कहाँ जान्छ चेरी कोक टाइल्स नेपालमा कोक मात्रै ओरिजिनल कोक छ भने यहाँ चाहिँ चेरी कोक जिरो सुगर डाइट कोक कोक केही पनि कतिवटा फ्लेभर हुन्छ डक्टर पेपर कसले डक्टर पेपर खानुभएको छ कमेन्ट गर्नु है त टेस्ट कस्तो लाग्यो मन पर्यो कि मन परेन मलाई चाहिँ डक्टर पेपर भन्नु पर्दाखेरि मन परेन कि बादर के जाने अदरक के स्वाद भने जस्तै हो कि बा मलाई टेस्ट मिठो मन नपरेको हो कि तपाईहरुलाई पनि मन नपरेको कमेन्ट गर्नु है त touch me. Hot wave.
पाइनएप्पल आज पेटको कारबार किन्छ जस्तो गर्छ राइट पेप्सी एक पल्टाइ पल्टाइ mine. Virtaको छिनो बिरको सँगै ल अहिले बेच्न जोडिउँ है त म तपाईहरुलाई अहिले एकछिनमा चाहिँ कस्टमरसँग कसरी लिन्छु म त्यो पनि देखाउँछु है त